हाई हेलो गुड मर्निङ फ्रेन्ड अल फ्रेन्ड गुड मर्निङ। हजुर सन्चै हुनुहुन्छ होला होइन। अब म चाहिँ बिहानको खाना बनाउन लागेको छु। त यो बिँ हो, अनि यो चाहिँ एउटा दुइटा इस्कुसको मुन्टा टिपेर मिसाएको थिएँ मैले। बिँ धेरै रहेन रहेछ, अनि यो चाहिँ मैले रोपेको हो खुसीमा। यहाँ आलु नै हाल्नु पकाउनु लागेको छु दुइटा। तेल चाहिँ तातिरहेछ। अदुवा लसुनको पेस्ट, खोर्सानी, आलु, बेसार। आलु त छिटो पाक्छ, म यो उनी हालिदिइहाल्छु। यो भुट्ने अलिकति भयो, पुग्छ एकजना। यति भएछ, यति भएको छ, पाक्दैछ। बी त इस्कुसको मुन्टा त कहाँ हरायो। 3टा हालेको, बी चाहिँ 4-5वटा थियो। यति हुन्छ भुट्दाखेरि। यति भयो, 1 कचौरा भयो, सानो कचौराको पुगिहाल्छ। मिठो हो, हुन्छ। खाना चाहिँ रेडी भइसक्यो। हामी चाहिँ खान लागि यो चाहिँ मैले अघि बिँ र आलु भुटेको हो। यहाँ अचार छ, टमाटर र धनियाँको पत्ताको। यो फर्सी र आलु थियो, पकाएन। दाल नै थियो, पकाएन मैले। यहाँ दही नै छ। हामी चाहिँ खान लागेको रेडी भयो। चाहिँ रेडी भइसक्यो। फर्सी र आलु, बिँ र आलु, अचार, अनि दालमा हामी चाहिँ खान लागेको। यहाँ दही नै छ, खान लागेको। यहाँ नि सेम हो, खान लागेको।